साथीहरु यहाँ चाहिँ यो सौल फेस्टा चलिरहेको छ। तपाईहरु यो ठाउँमा आउन पटक्कै मिस नगर्नु होला। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ जतासुकै सौल फेस्टाको हो यो साथीहरु। ल तपाईहरुलाई मैले एकदमै राम्रो दृश्य देखाउँदै छु साथीहरु। यो ठाउँमा तपाईहरु सबैजना आउनु भएको छ। यो एकदमै राम्रो दृश्य। यतातिर बिल्डिङहरु हेर्नुस्, यतातिर खोला। हेलो नमस्ते सेवा 안녕하세요 तारेमाम जोजोलुपा सबैजनालाई अनि स्वागत छ मनिषा भ्लग च्यानलमा। आज साथी मैले चाहिँ एकदमै यो सिछाङ एरियाको लिएर आएको छु। आज चाहिँ यहाँ एकदमै राम्रो मेला पनि लागिरहेको छ साथीहरु। सौल फेस्टा भइरहेको छ र यहाँ नाइटमा पनि प्रोग्राम हुन्छ। एकदमै बिन्दास तरिकाको रहेको छ साथीहरु। तपाईहरु आउनुस्, घुम्नुस्, रमाइलो गर्नुस्। र आज चाहिँ तपाईहरुलाई मैले यहीँको लिएर आएको छु। एकदम रमाइलो हुनेवाला छ। हेलो गाइजहरु, अहिले चाहिँ म सिछाङबाट हो है। यहाँ सिछाङमा भिड देख्नुहुन्छ रोड क्रस गर्नेको। तबारी ख्याङबगुङ गेट हो र म सिछाङमा छु। यसरी चाहिँ रोड क्रस गर्दैछु साथीहरु। यहाँ देखिराख्नु भएको छ असाध्यै भिड छ। एकदम रमाइलो पनि छ, असाध्यै रमाइलो। यसको अब पुरै नगरौँ साथीहरु। एकदम बिन्दास रमाइलो भएको छ। यहाँ तपाईहरु देखिराख्नु भएको छ एकदमै साथीहरु। यहाँ एउटा मन्दिर जस्तो बनाइएको छ, गुम्बा। यहाँ सायद पहिला थिएन। यो आर्टिफिसियल बनाएको हुनुपर्छ साथीहरु। र आज चाहिँ मसिनाल भनेर 5 महिना 5लाई पनि भनिएको र त्यसको लागि स्पेशल बनाइएको रहेछ साथीहरु यो। र यहाँ हेर्नु साथीहरु, यहाँ प्रोग्राम हुन आँटेको रहेछ है साथीहरु। ल हेर्नुहोस्, तर बालबच्चाको लागि रहेछ स्पेशल प्रोग्राम। यस्तो देखिरहेको छ। आजको दिन बिन्दास छ साथीहरु, बिन्दास। तपाईहरु यहाँ आउन ढिलो नगर्नु होला। यो ठाउँमा घुम्न आउन ढिलो नगर्नु होला भन्न चाहन्छु म चाहिँ साथीहरु। यस्तो रहेको छ। हेर्नुहोस्, यो त साँच्चीकै हो त, मान्छे नै हो। हेर्नु चाहिँ मान्छे हो है यो। मेलै लागेको छ है साथीहरु। मेला लागेको छ यो ठाउँमा। तपाईहरु आउन नछुटाउनु होला। सिछाङमा हो साथीहरु। साथीहरु तपाईहरु यो ठाउँमा आज आउन नछुटाउनु होला भन्न चाहन्छु। सिछाङ एरियामा यहाँ न्युज यता भनिरहेको हामी देखिरहेका छौँ। र यसरी मैले चाहिँ आज तपाईहरुलाई यहाँको भ्लग लिएर आएको हो। एकदम बिन्दास छ, एकदमै रमाइलो गरिरहेको छु म चाहिँ। एकदम घुमि पनि रहेको छु। तपाईलाई यहाँको राम्रो ठाउँहरु म भिजिट गराउने छु साथीहरु। र भिजिट गराइ पनि रहेको छु। र साथीहरु आज यसरी रमाइलो ठाउँहरुमा घुम्ने मौका मिलिरहेको छ। एकदमै ब्युटिफुल ठाउँहरु छ यो साथीहरु। र यति राम्रो ठाउँहरुमा आउन अवश्य पनि नछुटाउनु होला भन्न चाहन्छु साथीहरु। हेर्नुहोस् यहाँ सौल स्प्रिङ फेस्टा भनेर यहाँ लागिरहेको छ। र यो फेस्टामा आउन तपाईहरु नछुटाउनु होला साथीहरु। यो एउटा मेला हो। र यसरी यहाँ मेला लागिरहेको छ साथीहरु। तपाईहरु यहाँ के किन्न चाहनुहुन्छ यसरी तपाईहरु पाउनुहुन्छ। र
यतातिर पनि यसरी नै लागिरहेको छ साथीहरू। ओहो यहाँ बसेर खाने ठाउँ रहेछ साथीहरू। तपाईँहरू केही खान चाहनुहुन्छ भने यहाँ खान पनि सक्नुहुने रहेछ। यहाँ आनन्दले बस्न घुम्न पनि सक्नुहुन्छ साथीहरू। बसेर खाने ठाउँ पनि असाध्यै राम्रो रहेको छ र यो मेला यसरी लागिरहेको छ साथीहरू। र त्यसैले साथीहरू यति राम्रो ठाउँमा आउन मिस नगर्नु होला भन्न चाहन्छु। असाध्यै राम्रो ठाउँ छ, एकदमै भिडभाड छ, मान्छेको भिड छ। तपाईँहरू चाहिँ इन्जोय गर्नलाई नछुटाउनु होला भन्न चाहन्छु। म चाहिँ यहाँ बिन्दास इन्जोय गरिरहेको छु साथीहरू। ओहो आज त यो सोल स्प्रिङ फेस्टा लागिरहेको रहेछ क्या मेला साथीहरू। आज चाहिँ यो सोल फेस्टा यहाँ मेला लागिरहेको रहेछ। त्यसैले पनि आजको दिन एकदमै बिन्दास तपाईँले देख्न सक्नुहुन्छ यो तरिकाले। सो मैले चाहिँ तपाईँहरूलाई यसरी घुमाइरहेको छु, देखाइरहेको छु। गेम रहेछ साथीहरू, हामी गेम खेल्न सक्छौँ। सोल फेस्टा हो साथीहरू, त्यसैले एकदम भिड छ। यतापट्टि हामी स्टेज देख्न सक्छौँ। साथीहरू आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस् भन्न चाहन्छु म चाहिँ। र म चाहिँ बिन्दासै यसरी घुमिरहेको छु है साथीहरू। ल हेर्नुहोस्, यहाँ जेमा पनि लाइन बसेर चाहिँ यहाँ किन्ने के गर्ने गरिरहेको छ क्या साथीहरू। त्यसैले के हो ल मैले अब लाइन बसिनँ, त्यहाँ हेरिनँ साथीहरू के थियो स्पेसल त्यो भित्र। सो म चाहिँ अगाडि बढ्न चाहन्छु। त्यसरी म चाहिँ अगाडि बढिरहेको छु साथीहरू। यहाँ चाहिँ यो सोल फेस्टा चलिरहेको छ। तपाईँहरू यो ठाउँमा आउन पटक्कै मिस नगर्नु होला। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ जतासुकै सोल फेस्टाको हो यो साथीहरू। यो एउटा इभेन्ट हो, एउटा मेला हो। तपाईँहरू यहाँ जतासुकै देख्न सक्नुहुन्छ। एकदमै ठुलो यो मेगा इभेन्ट चलिरहेको छ र म चाहिँ यसमा इन्जोय गरिरहेको छु साथीहरू। र यहाँ एउटा स्टेज बनाइएको छ साथीहरू। म टक्कै स्टेज नजिकसम्म जान चाहन्छु। 네, 서울 스프링 페스타를 찾아주신 여러분들 환영합니다. 서울 거리 공연 구석구석 라이브는 공개 모집을 통해 선발된 150팀의 아티스트들이 서울 곳곳을 누비며 다양한 문화 예술을 선보이는 서울시 문화예술 프로그램인데요. यहाँ एउटा बहिनीले गीत गाउँदैछ, म देखाउँदैछु। कलर तर सेम कलर भएर अलिकति नदेखिरहेको साथीहरू। सोल फेस्टा चलिरहेको छ। म चाहिँ यहाँ घुमिरहेको छु बिन्दासले। एकदमै रमाइलो छ साथीहरू है। यो चाहिँ मेला छ है साथीहरू, मेला छ। आउनुहोस्, मेलामा इन्जोय गर्नुहोस्, नाच्नुहोस्, गाउनुहोस्। यहाँ विभिन्न चिजहरू छ। तपाईँ त्यसको बिन्दास रमाइलो लिनुहोस्, इन्टरटेन गर्नुहोस्। एकदम रमाइलो छ साथीहरू। जता हेरे पनि त्यति नै रमाइलो छ। बिन्दास तरिकाले यो सोल फेस्टामा घुमिरहेको छु। एकदम रमाइलो गरिरहेको छु। र साथीहरू म यो पानीभित्र जाने इच्छा पनि देख्न सक्नुहुन्छ।
कस्तो यो पानी छ नि होइन म चाहिँ यही भित्रबाट जानु पर्यो हौ साथी पानी छ है साथी पानी छ पानी ल पानीमा पनि कुदियो साथीहरू पानीमा भिज्यो तेरो अब समर लाग्यो अब यो पानी जस्तो डिजाइनहरू अब हामी देख्न सक्छौँ कोरियामा र यहाँ एकदमै ठुलो यो एउटा डल बनाइएको रहेछ यहाँ माथि डल देख्न सक्नुहुन्छ साथीहरू यहाँ ब्रोन्ज साउल एडिसन लेखेको छ साथीहरू साउल पनि लेखेको छ लाइन फ्रेन्ड भनेको छ यहाँ मान्छेको भिडहरू तपाईँले देख्न सक्नुहुन्छ त्यस्तो रहेको छ भिड असाध्यै धेरै भिड छ साथीहरू ल साथीहरू हेर्नुहोस् है तपाईँहरू यहाँ के गर्न चाहनुहुन्छ यहाँबाट तपाईँहरू खरिद गर्न सक्नुहुन्छ त्यस्तो रहेको छ यहाँ एउटा सेजोङको स्ट्याचु रहेको छ नि यहाँ पानीको यसरी यो फाउन्टेन राखिएको छ वाटर फाउन्टेन साथीहरू यहाँ हेर्नुहोस् वाटर फाउन्टेन ओहो हो यहाँ तपाईँहरू एउटा स्ट्याचु एउटा राजाको स्ट्याचु तपाईँहरू देख्न सक्नुहुन्छ भने यहाँ मान्छेको भिड किनभने यहाँ साउल फेस्टा भइरहेछ साथीहरू ल साथीहरू म चाहिँ यो साउल फेस्टामै घुमिरहेको छु है बिन्दास तरिकाले एकदमै भिड रहेको छ यो भिडभाडमा चाहिँ म यसरी रमाइरहेको छु साथीहरू यहाँ निकै इन्टरटेनिङ हुनेवाला छ ल हेर्नुहोस् त यस्तो किसिमको रहेको छ साथीहरू र मैले चाहिँ बिन्दास तरिकाले घुमिरहेको छु साथीहरू इन्फर्मेसनको लागि रहेछ साउल फेस्टा इन्फर्मेसन र असाध्यै राम्रो यहाँ डिजाइन बनाइएको छ साथीहरू ल देख्न सक्नुहुन्छ यस्तो ओहो हो साथीहरू ल अरू पनि यो ठाउँमा आउनु इच्छा छ भने आउनुहोस् साथीहरू यहाँदेखि उता चाहिँ इन्डिङ भएको हो ल साथी आउनुहोस् रमाइलो गर्नुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् यतिको साउल कस्तो छ हेर्नुहोस् यो सिछङमा हो साथीहरू सिछङमा भइरहेको छ साउल फेस्टा प्रोग्राम र राति पनि यहाँ चाहिँ नाइट प्रोग्रामहरू हुन्छ साथी एकदमै तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ है आउनुहोस् है साथीहरू यो ठाउँमा ओहो हो साथीहरू ल म चाहिँ यहाँ रोड क्रस गर्दैछु साथीहरू ल म चाहिँ अहिले रोड क्रस गरेर यता तल्लो लाइनतिर जाँदैछु साथीहरू हेर्नुहोस् यहाँ रोड क्रस्ने त्यति नै पाइन्छ एकदमै धेरै भिड छ किनभने यो मेन सिटी पर्छ सो साथीहरू मैले तपाईँहरूलाई यसरी देखाइरहेको छु साथीहरू म चाहिँ यसरी बिन्दास यहाँ चाहिँ घुमिरहेको छु सिछाङ स्ट्रिटमा तपाईँहरू पनि यो ठाउँमा आउनुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् साथीहरू जति रमाइलो गरिन्छ जति हाँसिन्छ त्यति चाहिँ हामीलाई चाहिँ यो के भने छ अरे अलिक धेरै बाँचिन्छ भन्ने भनाइ छ कोरियनहरूको त्यसैले खुसी रुवाउनुहोस् अनि त्यति नै धेरै बाँच्नुहोस् भन्ने भनाइ छ त्यसैले म चाहिँ यसरी रमाइरहेको छु बाँचिरहेको छु साथीहरू तपाईँहरू पनि यसलाई चाहिँ मजाले ग्राब गर्नुहोस् साथीहरू यो समयलाई र त्यसरी नै तपाईँहरू घुम्नुहोस् रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् भन्न चाहन्छु है साथीहरू म चाहिँ र यस्तो रहेको छ एकदमै ब्युटिफुल प्लेसहरू रहेको छ साथीहरू यति राम्रो राम्रो ब्युटिफुल प्लेसलाई तपाईँहरू चाहिँ मिसयुज नगर्नुहोस् भवनहरू हेर्नुहोस् पारिपट्टि यस्तो भवन छ वारिपट्टि यस्तो प्लेस रहेको छ र तपाईँहरू यति राम्रो ठाउँहरूमा चाहिँ घुम्नलाई मिस नगर्नु होला साथीहरू र म चाहिँ यसरी
एकदमै इन्जोय गरिरहेको छु, एकदमै रमाइरहेको छ साथीहरू। र यसरी म चाहिँ तपाईँहरूलाई यहाँको रमाइलो एकदम ब्युटिफुल ठाउँहरू एकदमै राम्रो देखाउने कोसिस गरिरहेको छु साथीहरू। यस्तो ठाउँहरू फेरि हामी आउन सकिन्न, र त्यो भएर पनि तपाईँहरूलाई चाहिँ मैले एकदम नयाँ ठाउँहरू देखाउने कोसिस गरिरहेको छु साथीहरू। ल तपाईँहरूलाई मैले एकदमै राम्रो दृश्य देखाउँदैछु साथीहरू। यो ठाउँमा तपाईँहरू सबैजना आउनु भएको छ। यो एकदमै राम्रो दृश्य। यतातिर बिल्डिङहरू हेर्नुहोस्, यतातिर खोला गएको देख्नुहोस्। स्पेसली समरमा चाहिँ एकदमै राम्रो हुन्छ। सो साथीहरू, तपाईँहरू यो ठाउँमा चाहिँ आउन मिस नगर्नु होला भन्न चाहन्छु। म तपाईँहरूलाई यो माथिसम्म नै देखाउने छु साथीहरू। र यो फुल अति नै राम्रो छ, र त्यही माथि पनि यहाँ तपाईँहरूलाई मैले तलको दृश्य देखाउने छु साथीहरू। तलको दृश्य तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू हेर्नु होला। यतातिरको त्यस्तै छ, पारिपट्टि त्यस्तै छ साथीहरू। असाध्यै राम्रो रहेको छ, र मलाई यो एकदमै मनपर्छ यो ठाउँ साथीहरू। त्यसैले मैले यो ठाउँ तपाईँहरूलाई देखाइरहेको छु साथीहरू। र अब यो पछि स्पेसली समरमा चाहिँ यो एकदमै सुन्दर हुन्छ साथीहरू। सुन्दर, असाध्यै सुन्दर, किनभने अहिलेसम्म कोरियामा जाडो छ, तपाईँहरूलाई थाहा छ। र यो रुखले पनि राम्रो फुल फुलेको रहेछ साथीहरू। र यस्तो किसिमको रहेको छ है साथीहरू तपाईँलाई मैले यो किसिमले चाहिँ तपाईँहरूलाई यहाँ मनोरञ्जन दिइरहेको छु, देखाइरहेको छु, घुमाइरहेको छु। यो खोलामा म धेरैचोटि हिँडेको छु। यहाँ तलतिर मेरो लेफ्ट साइडतिर तपाईँहरूले जुन खोला देखिराख्नु भएको छ यो ठाउँ। र स्पेसली यो ठाउँ चाहिँ समरमा एकदमै रमाइलो हुन्छ पानीमा खेल्नलाई। यो रोडदेखि मान्छे हिँड्ने रोड हो, क्रस गर्ने। र यहाँदेखि म तपाईँहरूलाई फेरि पारिपट्टिको देखाउँछु। यहाँ पारिपट्टिको दृश्य पनि एकदमै सुन्दर रहेको छ साथीहरू। यो देख्न सक्नुहुन्छ, यो टोटली पारीको दृश्य हो, र यस्तो रहेको छ पारीको दृश्य पनि साथीहरू। यहाँ देखिराख्नु भएको छ। र मैले यो पारिपट्टिको दृश्य तपाईँहरूलाई देखाउने भरपुर कोसिस गरिरहेको छु। यता रोडतिर ल्याउँछु, रोडहरू त्यति नै सुन्दर रहेको छ साथीहरू। र अहिलेको समयमा चाहिँ रोड भन्दाखेरि पनि यो खोलातिर नै रमाइलो रहेको छ। र यहाँको सुन्दर पक्ष भनेको यही हो साथीहरू। साँझ परिसकेपछि यो टोटल्ली यो लाइट बल्छ, र यो लाइट बलिसकेपछि यसले थप सुन्दरता दिन्छ साथीहरू। र साँझको बेलामा चाहिँ एकदमै पर्फेक्ट हुन्छ है साथीहरू यहाँ चाहिँ। र साथीहरू, मैले तपाईँहरूलाई भरपुर देखाउने कोसिस गरेको छु। यहाँ तलतिर पानी यस्तो छ साथीहरू। र यहाँ यो घुम्ने ठाउँमध्ये एक उत्कृष्ट ठाउँ हो साथीहरू यो। र यहाँ एकदमै बाहिरी पर्यटक, आन्तरिक पर्यटकहरू हामी चल्नै देख्छौँ। जस्तै यहाँ हेर्नुहोस्, यो अगाडि सबै यो सेतो कपालेहरू हो साथीहरू। त्यसपछि पानी निकै ठुलो पानी हो साथीहरू। एउटा पानीको अवस्था हेर्नुहुन्छ, यत्रो ठुलो पानी चाहिँ यहाँ पाइपबाट तानेको होला साथीहरू। त्यो यस्तो छ। र मैले चाहिँ यसरी घुमिरहेको छु साथीहरू। यहाँ एउटा स्ट्याचु पनि तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू यहाँ बुद्ध आएको दिन 5 महिना 5 तारिक भनेर बुछनी मोसिनाल भनेर ओइल भनेर पनि यहाँ लेखेको हामी देख्न सक्छौँ। यहाँ निकै राम्रो स्ट्याचु पनि हामी बनाएको देख्न सक्छौँ साथीहरू यसको। र यताबाट अझै रहेछ साथीहरू, यो किसिमको रहेको छ। तर मैले चाहिँ सिच्छनको यति राम्रो राम्रो ठाउँहरू तपाईँहरूलाई देखाइरहेको छु।
यहाँ पारिपट्टि एकदमै यो मेला हो साथीहरू। र अब म यहाँबाट बाटो क्रस गर्छु साथीहरू, र म चाहिँ ख्युङ्गाबोङ स्टेसनतिर जान्छु।